हेलो एभ्रिवान, नमस्ते माया मिनी ब्लगमा सबैजना सन्चै हुनुहुन्छ होला भनेर आशा गरेछु। जब चाहिँ म नयाँ भिडियोको साथ आएको छु। सबैजनालाई नमस्ते। हेर्नु न, जाडो भएको मलाई कति धेरै छ, फेरि बुढेसकाल लागेर होला जाडो लास्टै हुन्छ। हेर्नुहोस् मेरो आजको ब्लगहरू। अस्ति हामीले थुक्पा र सेलरोटी खाएको थियौँ। त्यस पछाडि हेर्नुहोस्, थुक्पाको सुप चाहिँ बाक्लो नबाक्लो भएको थियो। त्यस पछाडि यो चाहिँ अर्कै यो चटनी हो, आलुको के अरे अचार हो क्या, टमाटरको अचार हो। यो चाहिँ यो बहिनी चाहिँ पराठा बनाउँदैछ, पराठासँग खाने भनेर। अनि हामीलाई चाहिँ छुट्टी भयो कि के नयाँ नयाँ चिज बनाएर खानु मन लाग्छ साथीहरू। तपाईँहरूलाई कस्तो लाग्छ? अनि हामीलाई चाहिँ अस्ति पब्लिक होलिडे छुट्टी दिएको थियो। यहाँ चाहिँ मैले बहिनीलाई सोध्दैछु, तिम्रो कुन स्टाइलको पराठा भनेको। युट्युबको स्टाइल भन्छ। यहाँ छ पुरी पनि छ साथीले भनेको। अनि यो चाहिँ मैले पकाउँदै गरेको पराठा, फर्स्ट टाइम पकाएको पराठा। राम्रो भएको थियो, मिठो थियो। हेर्नुहोस्, पराठा मजाले फुलेको छ, राम्रो भएको छ पराठा पनि। वासिङ मेसिन माथि राखेका छौँ क्या हामीले। फेरि के गर्ने साथीहरू, अर्काको ठाउँमा अरेन्ज गर्नै पर्ने हुन्छ, गाह्रो छ हामीलाई। त्यही भएर वासिङ मेसिन माथि राखेर चाहिँ यता ग्यास र वासिङ मेसिन छेउछेउमै छ नि त हाम्रो किचनमा चाहिँ। त्यही भएर हामीले चाहिँ पकायौँ पराठा। यो अचार भइहाल्यो, पराठासँग खाने। यसको टेस्ट चाहिँ एकदम मिठो भएको थियो, अचार र पराठा। अनि हामी चाहिँ बेलुका अन्डा अमलेट पनि अलिकति छ, सबैको आफ्नो स्वाद छ फेरि यहाँनिर। खाँदैछौँ, पराठा चाहिँ एकदम मिठो भएको थियो। साथीहरूलाई चाहिँ भिडियोमा कसैलाई आउनु मन पर्दैन, त्यो भएर म साथीहरूको खासै त्यति भिडियो बनाउँदैन। मिठो भएको थियो पराठा, त्यही भएर पुरा गर्दै खाइरहेछौँ साथीहरू हामी। यहाँ छ नेक्स्ट डेको नेक्स्टवाला ब्लग। यो चाहिँ पुलाउ बन्दैछ हाम्रो। बिर्सेछौँ हामीले यो ड्राई फ्रुट्स थोरै राख्न चाहिँ। हामी पाकिसकेपछि हाम्रो यो पुलाउको स्थिति चाहिँ यस्तो अवस्था छ। माथिबाट लङ देखिरहेछ एउटा। त्यस पछाडि भनेको अचारसँग पनि खाने भनेर रेडी छ। भेजिटेरियन पुलाउ, यो अचार, दाल पनि छ। यहाँ कोपी आलुको तरकारी पनि छ। लास्टमा डल्ले खोर्सानीको अचार। भात पनि मिठो भएको छ है, त्यस पनि खाँदैछौँ गम सबैजनाले। पुलाउ भेजिटेरियन पुलाउ। हामी चाहिँ खासै मासु त्यति धेरै खाँदैनौँ। खै विदेश आएर मान्छेलाई चाहिँ विदेशमा मासु खानु मन लाग्छ। कहिलेकाहीँ एभ्री टाइम त मन पर्दैन, कहिलेकाहीँ खान्छौँ। यसरी नै बित्छ। त्यसपछि नेक्स्ट डे यो चाहिँ ढिँडो छ। यहाँ छ मकैको पिठो र कोदोको पिठोको, त्यही भएर सेतो सेतो घिउ। यता पाहाडबाट ल्याएको सिकुटी क्याप्सिकम, यो लेग पिस। हामी दुईजनाको चाहिँ यो यस्तो तरिका छ है, सिकुटी भइहाल्यो। त्यस पछाडि यो चाहिँ अचार हो, सिद्रा र टमाटरको अचार। र पनि लास्टै मिठो भएको थियो साथीहरू। सुरुमा मैले खाने भनेको चाहिँ लेग पिस, फेरि ट्राई गरिदिइहालेको लेग पिस सुरुमै। मिठो भएको थियो ढिँडो। अब पहिला सानो हुँदाखेरि बाबा मम्मीले दियो भने चाहिँ रिस उठ्थ्यो भने, अहिले चाहिँ आफैले बनाएर खाँदा लास्टै मनपर्छ भन्दै गफ गर्दै खाँदैछौँ क्या हामी। किनभने अलिक साउन्डहरू अरू आएको थियो, त्यही भएर मैले साउन्ड चाहिँ एड गरेँ। लास्टै मिठो भएको थियो। यो मलाई भिडियो एड गर्दा पनि खानु मन परिरहेको क्या। फेरि पनि यो साउन्ड एड गर्दा पनि मलाई यो खाएको देखेर खानु मन परेको साथीहरू। अनि तपाईँहरूको कसलाई ढिँडो मनपर्छ एड गर्नु भन्नुहोस् होला है, कमेन्ट गर्नुहोस् होला। लास्टै मिठो भएको थियो ढिँडो।
अनि मैले क्याप्सिकमसँग सिकुटी चाहिँ फर्स्ट टाइम पकाएको मिठो भएको थियो, साथीलाई पनि मिठो भयो अरे। अनि सिद्राको र टमाटरको अचार, त्यही भएर मिठो भएको थियो। यहाँ एउटा मक्खी चाहिँ त्यो झिँगा के भन्छ, यहाँ अराबिकमा दुबान भन्छ, झिँगा चाहिँ कुदिरहेछ क्या, हाम्रोमा चाहिँ थिएन। अघि त्यो सिद्रा पकाउँदाखेरि धेरै धुवा जस्तो भएर झ्याल खोलेको थियौँ, बाहिरबाट आएछ। मैले खाएको देखेर चाहिँ तपाईँहरूले कस्तो नराम्रो गरी खाएको नभन्नु होला है साथीहरू। गाह्रो छ हामीलाई, यसरी नै हामीले छुट्टीहरू मनाउँछौँ, बाहिर जाँदैनौँ, लास्टै चिसो छ बाहिर, के गर्ने साथीहरू। बाहिर गयो भने पैसा खर्च पनि हुन्छ, रुममै बस्ने के छ कसो छ त्यही बनाउने खाने बस्ने हो हाम्रो चाहिँ। मिठो भयो भनिरहेछ साथीलाई अब धेर खाएर पच्दैन होला भन्दै थियो। पच्छ मात्र हिँड्दै जाऊँ बाहिर भनेको, फेरि मैले चिप्स खानै बिर्सिरहेको रहेछ ढिँडोको स्वादले क्या। मैले चिप्स खानै बिर्सेँ भनेको साथीले पनि बिर्सिरहेको रहेछ। त्यही भएर यसरी नै दिनहरू बित्यो साथीहरू। मेरो चाहिँ यसरी खायो थोडा खाएन मैले त, दुईचोटि थपी खाना पनि खाएको, ढिँडो पनि। साथीहरू तपाईँहरू चाहिँ छुट्टीको दिन कसरी मनाउनुहुन्छ त्यो कमेन्ट गर्नुहोस् है त। अन्त यसरी नै मनाउने गरेको छ छुट्टीको दिन। अनि सबैजनालाई आराम कुशल हुनुहुन्छ होला। यस्तो ननस्टप खाएकै छु नि म चाहिँ, तर मलाई चाहिँ भाग देखाउनु चाहिँ अल्छी लाग्यो क्या, त्यही भएर मैले उयो गरिरहेको छु। यस्तै छ साथीहरू, दुःख सुख। घरमा हुँदा सानो हुँदा बाबुआमाले चाहिँ ढिँडो पकाएर दियो भने रिसाउँथेँ म, बोजूले ढिँडो पकाएर दियो भने लास्टै रिसाउँथेँ, दुध मही चाहिन्थ्यो होइन। अनि अहिले त कहाँबाट पाउनु ढिँडो पिठो। ल साथीहरू, आजको भिडियो चाहिँ यति नै, बाई बाई।